आम नेपाली जनताहरूको आशा र भरोसा बोक्नुभएका यी तीन व्यक्तित्वहरूलाई सलाम छ। यहाँ हेर्नुहोस् त, रवि लामिछाने, बालेन्द्र शाह र कुलमान घिसिङ, यी तीन व्यक्तित्वहरूको एकमात्र आशा र भरोसा हामी नेपाली जनता, देश र जनताको लागि उहाँहरूले केही गर्नुहुन्छ भन्ने एकदम आशा बोकेका छौँ। कृपया यी तीन व्यक्तित्वहरू एकजुट हुनुपर्दछ, एकै ठाउँमा हुनुपर्दछ। जसरी यहाँ यो शानदार एन्ट्री छ, यसै गरी हाम्रो देश बनाउनको लागि, देश र जनताको अवस्था बदल्नको लागि यी तीन व्यक्तित्वहरू एकै ठाउँमा उभिनु जरुरी छ। अहिलेको आवश्यकता हो, तपाईँ हाम्रो आवश्यकता हो, तपाईँ हाम्रो माग हो, देशले खोजेको यही हो र तपाईँ हामीले आशा र भरोसा गरेको यी तीन व्यक्तित्वहरूलाई सलाम छ।